guys, welcome back to my YouTube channel. आज चाहिँ क्लास जान लाग्यो फेरि पनि अनि टक्क क्लास जानै पर्ने हुन्छ। अब डेली ब्लग हालौँ भनेको केही छैन, राम्रोसँग बनाउनु नै आउँदैन। अनि म कोसिस गर्दैछु साथीहरू, सबैजनाले लाइक सेयर सब्सक्राइब हानिदिनु होला है त। त्यही भएर अब म क्लास जान्छु, क्लास गएको देखाउँछु कि देखाउँदैन त्यो चाहिँ थाहा भएन। क्लासबाट आएर चाहिँ देखाउँछु। अब है त, बाई बाई गाइज। लो हाम्रो यहाँ चाहिँ एक्सिडेन्ट भयो यार, भोपाल वाला झन्डल बज्यो यार साथीहरू यार। त्यही भएर यसो हेरेर हिँड्नुपर्छ, हेरेर हिँड्नुपर्छ। एक्सिडेन्ट भयो यार त्यहाँ। त्यही त हो कि होइन राज भाइ, मेरो ब्लगमा बोलाउँ न। यहाँ चाहिँ एक्सिडेन्ट भयो गाइज। एक्सिडेन्ट भयो साथीहरू, राम्रोसँग हेरेर हिँड्नु होला है सबैजनाहरू। आमाले छिटो छिटो आइस क्लासको मास्टर कुन कहाँ आउनुपर्ने पढ्न बङ्गोले खाइ गाल जा 110 के सब्सक्राइबर मुलाम छिटो कुन कहाँ आउनुपर्ने चाबेल कहाँनिर चाबेल कहाँ रे हाम्रो चाहिँ मास्टर है, फेरि प्रिन्सिपलै यही हो है। मोमो चाहिँ बन्द रहेछ। ल अब आज चाहिँ लास्ट दिन हो साका दावाको सबको लगाएर। लास्ट दिन है, लास्ट दिन साथीहरू। हजुर मान्छे धेरै छ लास्ट दिन भएर। हामी चाहिँ खाना जाउँ। फुट्टी छैन, फुट्टी त आफू र सन्धिलाई म धर्म गरिदिन्छु अब यहाँबाट। होला सन्धि मेरो तर्फबाट एउटा पानी ढक्का बोतलवाला पानी आएर सम्झि ऊ बोतलवाला पानी कोटल होइन जाऊ सम्झि जाऊ न। आज लास्ट दिन हो, कति धेरै मान्छे हो। लास्ट दिन हो, लास्ट दिन रोड क्रस गर्न लाग्यो हामी चाहिँ। मान्छे चाहिँ धेरै छ है, मान्छे चाहिँ यति धेरै छ है। रोड क्रस टोकियो जापान, टोकियो जापान। A few moments later. गाइज म चाहिँ घरमा आइसक्यो। अब यसो खाना बनाउनु लाग्यो। म चाहिँ टक्क लगाएर है, टक्क भात बसालिसक्यो। अब अन्डा करी बनाउनु लाग्यो, फ्राई अन्डा करी टक्क लगाएर। अन्डा त्यो गरिसक्यो, टक्क भइसक्यो, यो नि काटिसक्यो सबै टक्क लगाएर। अब बनाउनु पर्छ। यहाँ तेल तातै छ, टक्क यो तेल तातेपछि टक्क अन्डा हालेपछि निकालेर साइडमा राखेर पछि टक्क त्यो गर्नुपर्छ।
त्यसै हाल्नुपर्छ अन्डा टक्क। अब एकछिनमा भेटौँ है त साथी, यो सबै हालेर टक्क लगाएर हाम्रो तेल चाहिँ तातिसक्यो टक्क। अब अन्डा हाल्नुपर्छ टक्क लगाएर सट्टा हाल्ने अन्डा हाल्ने यसरी अनि यसले हल्का हल्का चलाउने अनि ग्यास चाहिँ अलिक लो फ्लेममा गरौँ है टक्क गर्न। खै अब यसरी हुन्छ अन्डा। पल्टाउने यति भएपछि पाक्यो। अब फेरि यसलाई निकालौँ यहाँ निकालौँ। अब यसलाई चाहिँ थोरै तेल हाल्नुपर्छ, थोरै तेल टक्क हाल्ने, थोरै तेल हल्का बनाउनु त आउँदैन त्यही नै यसो हल्का। अब यस्तो भएपछि सकेपछि अब भाँडा पनि धुनु पर्ने हुन्छ है। ल अब यो सबै बनाएर अब कति हुन्छ त्यतिखेर देखाउँछ है त। A few moments later. ल तेल तातिसक्यो। अब प्याज हाल्नै पर्ने हुन्छ। अब एउटा हातले क्यामेरा खिच्नै पर्ने हुन्छ, एउटा हातले टक्क हाल्ने। अलि लो फ्लेम है साथीहरू, लो फ्लेम सेपै हो नि मनी। फेरि अब यो हाल्ने टक्क हाल्ने, यो गोलबेडा नै हाल्दा हुन्छ है। यस्तो हुन्छ केही छैन टक्क लगाएर हल्का टक्क गर्ने। अलिअलि भुट्ने हो कि अलिअलि भुट्ने। अलिअलि भुट्ने अनि यहाँ मसला ससलाहरू हाल्नु पर्ने हुन्छ है। एकछिन अलिकति लो फ्लेममा भुटौँ है। सेफ पनि फेरि मनी। ल अब हाल्नु थोरै नुन खोर्सानी मसला कहाँ देखान्छ भइसक्यो होइन। अब यसो चलाउने चलाउनेलाई राम घुमाउनेलाई मजाले है त। मैले के बनाएको मलाई थाहा छैन, त्यही नि यसो हेरौँ है। यस्तो बनाएर खान्छ चाहिँ लभली मिठो हुन्छ है। टक्क घुमाउनेलाई अलिकति घुमाउने टक्क लागि घुमाउने होइन। यस्तो भएपछि होइन अलिकति हल्का अझै फ्राई हल्का फ्राई गर्ने। ल अब हाई बनाउने ग्यास। अब साथीहरू अब पानी निकाल्ने, पानी थाप्ने यहाँ टक्क पानी थाप्ने। अब एकछिन टक्क पानी थाप्यो टक्क यसलाई बन्द गरिदिने। यस्तो हुन्छ अब यो तर पानी हालेर अन्डा नि हाल्दाखेरि हुन्छ होइन। तर मैले चाहिँ अन्डा हाल्छु यसरी हल्का यसलाई एक टुक्रा कति गर्ने, 2 टुक्रा गरी यसरी हल्का घुमाउने क्या। तर पानी हालेर अन्डा हाल्दा नि मिठो हुन्छ होइन। तर मैले चाहिँ यसरी खान्छु, यस्तो चाहिँ म भवा लाग्छ गर्ने। यस्तो गर्ने यहाँबाट टक्क गर्ने अरे पानी हाल्ने अब
पानी कतिजना मान्छ अब त्यसो अनुसार बनाउनुपर्छ मजा एकजना हो मजाले गर्नु अब यो अब एकछिन 5 से 10-15 मिनट लो फ्लेममा पकाएर त्यसपछि बेटामै त गाई खा बाउ खा दुब्लो छस् मजाले खा पुगेन भने मेरो भाग पनि खा मिठो भयो साथै ल साथै अब म खाएर मात्रै भेट्छु त बाई बाई A few moments later. गाइज म चाहिँ खाइसक्यो है खाना टक्क भर्खर खाइसक्यो अब बेलुका कहीँ गयो भने भ्लग आउँछ नत्र त्यही हो आउँदैन अब एकछिन सुत्छु है गाइज अब पानी नि पर्न लागिरहेछ बाहिरको मखलाई फेरि बाहिर पानी पर्न लागिसक्यो त्यही भएर कहीँ जाँदैन होला गयो भने पनि भ्लग आउँछ नत्र यहीँ सकिन्छ है त हेलो गाइज म चाहिँ चिया खान जान लागेको केटाले बोलायो चिया चाहिँ फेरि दिनको 3-4 लाट जान्छु नि फेरि यस्तो भएर चाहिँ मौसम चाहिँ यहाँ काम चाहिँ यहाँ बसिरहेको छ है भ्यू हेर्दै भ्यू बसिरहेको छु ऊ त्यो घर हेरौँ न घर कस्तो घर हेर नाच यत्तिकै चाहिँ हुनुपर्छ है गाइज यस्तो भ्यू चाहिँ बवाल भइरहेको छ है यहाँ चाहिँ भ्यू हामीले चिया खाएर आइसक्यो तिर्साङ पनि यहाँ यस्तो ह्यान्डसम देखिरहेछ बवाल छ नाम भ्यू चाहिँ बवाल देखिरहेछ है बालिया बाइक पनि आइरहेको छ यहाँ टक्क स्कुटर बाइक आइरहेको छ यो चाहिँ हाम्रो अब गाइस मेरो यो च्यानल सब्स्क्राइब गरिदिनु सबैजनाले कस्तो लाग्यो भन्दैन है त भिडियो बबाल है